सुविधा बनाउँछु, रमाइलो लाग्यो। यो पार्टी देखेपछि मैले एउटा भिडियो बनाउने इच्छा लाग्यो। यहाँ पानीको कटर छ, यहाँ यो नक्साको म्याप प्रस्तुतदेखि यहाँ पानीका फोरा अनि यसका भित्र जलपरी पनि देखिन्छ। यो सानो टङ्की पनि देखिन्छ। टङ्कीमा के देखिन्छ छ भने रजतपथ भरि छ भनेपछि यसले 25 वर्ष पार गरेको जस्तो पनि देखिन्छ। यहाँको सुन्दरता अति राम्रो देखिन्छ। यसको पार्किङ छ, पार्किङमा भन्ने पनि देखिन्छ। यो नगरपालिकाको अन्डरमा बसेको खानेपानी जस्तो लाग्छ। यसमा पार्किङ र अति सुन्दरता देख्दा मलाई एउटा भिडियो बनाउने जानकारी लाग्यो। पार्किङ बाहिरको प्राइमर हो। त्यसमा कसैले बनाएको रोडहरू त्यसको नाम फुलबारीहरू यस्तै बनाएका भिडियोहरू र फुलहरू राम्रोसँग फुलिरहेको अवस्था पनि छ। अब हामी शङ्करनगर खानेपानी र उपभोक्ता संस्थाको भित्र जाँदैछौँ। पत्र भन्ने बुझिन्छ। यसले गर्ने कामहरू होला विषय पनि यसमा सबैहरू लेखेरै छ। यसभित्र उपस्थिति यस शङ्करनगर खानेपानी उपभोक्ता सरसफाइ संस्थाको निर्वाचित सदस्यताको नाम छ। अगाडि आउँदा अफिस पनि छ। यो अफिस कसरी पर्ने भन्दा यो अफिस चलाउनेमा 5 वटा उपाध्यक्ष अध्यक्ष देखिन्छ। यहाँ 5 वटा अध्यक्षमध्ये उनका केशव न्युपाने, श्री केशव न्युपाने, दोस्रोमा हरिहर पौडेल, तेस्रोमा श्री ईश्वरी गिरी, चौथोमा श्री हरि तिवारी र पाँचौँमा धवेन्द्र भण्डारी भन्ने सुनिन्छ होइन। यसमा उहाँको नेतृत्वमा रहेको अहिले पनि यो शङ्करनगर खानेपानी उहाँकै नेतृत्वमा रहेको देखिन्छ। उहाँको नेतृत्वमा रहँदै गर्दा यसमा सबै सुविधाहरू सम्पन्न बिल्डिङहरू सम्पन्न बिल्डिङ बनाएको पनि देखिन्छ। हामी बाहिरमा खिचिरहेका छौँ। कस्तो छ त्यो थाहा छैन। यसमा रहँदा गएको देखिन्छ। यसमा स्वच्छ पिउने पानी पनि रहेछ। चिसो होला यसले पनि पानी चिसो पानीको व्यवस्था पनि रहेछ। यसमा कार्यालय अथवा कर्मचारी प्रमुख भनेर धवेन्द्र सरपछि कार्यालय प्रमुख र कर्मचारी प्रमुख भनेर आवश्यक पर्दा कर्मचारी अथवा बाहिर बिग्रे भत्केकोमा उहाँको नेतृत्वमा अति चाँडै र अति छिटै काम हुने भन्ने यहाँ जानी राम्रो छ। सबै कुरा हेर्दा समग्रमा यो संस्थामा सबभन्दा राम्रो देखिएको हुँदा र अहिले पनि यो संस्थाको नेतृत्व धवेन्द्र भण्डारीले गर्दै गर्दा बाहिरको पाइपलाइन पानी टङ्की मर्चुलहरू घटाएको कुराहरू हल्लामा छ। यो कुरा कतिसम्म छ भएको गुनासोहरू मैले अति राम्रो देखेको हुँदा यसको भिडियो बाहिरको पार्किङमा हामीले साँझमा कस्तो रहेछ भनेर पहिलो गरेको भिडियो पनि राखेछौँ। त्यसका साथमा चाहिँ सार्वजनिक टोयलेटहरू पनि छन्। त्यसको अगाडि हाइवेमा पनि दुवैतर्फ आफ्नो यो एरिया चाहिँ बिहानीसम्म जति पहिलाको शङ्करनगर गाविस हो उसको हाइवेको दायाँ बायाँतर्फ उहाँको पनि सार्वजनिक टोयलेटहरू राखिएको अवस्था पनि देखिन्छ। र यो खानेपानी उत्कृष्ट प्रमाणपत्र ल्याएको पनि सुनिन्छ। त्यसो हुँदा अब गर्ने कामहरू धेरै राम्राहरू गरेको देखिन्छ। यसमा भएको सुझाव के छन् बताइदिनु।